So, what's up, everyone? Welcome back again. It's day 7. 5, 6, 7. It's day 7. स्वागत छ तपाईँलाई नयाँ मेरो ब्लगमा। आशा छ तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। यस अनि एकदम फिट एन्ड फाइन छु, हाँसी खुसी बाँची नै रहेको छु। अनि के कस्तो लागिरहेछ मेरो 10 दिनसम्म म कोठाभित्र बसेर 10 मिनटको 10 दिनसम्म भिडियो हाल्छु भनेको थिएँ। त्यो भिडियोहरू के कस्ता लागिरहेछन् आजसम्मका भिडियोहरू। अब मात्र 3 डेज बाँकी, मात्र 3 डेज। त्यसपछि भ्लग आउँछ। कहाँबाट आउँछ? यहाँबाट आउँछ। ओहो, अब भ्लग यहाँबाट आउन सक्छ। यता हेलमेट मात्र हो मेरो, हेलमेट र माउन्ट मात्र मेरो। बाइक चाहिँ मेरो होइन, फेरि बाइक चाहिँ अङ्कल हो। त्यस हुनाले कतिखेर अब फ्री भइन्छ, अङ्कलले कतिखेर दिनुहुन्छ त्यतिखेर मात्र भिडियो आउँछ, नत्र आउँछ। ठिक छ। सो मलाई लोभी, मैले यत्रो दिनसम्म म आफैलाई लोभी भन्दा गरेँ चाहिने कुरामा, होइन। यस्तो हावा हुँडरी कुरा नै चाहिने कुरामा चाहिँ मैले जे खर्च गर्छु 800 रुपियाँ। यसलाई 820 रुपियाँको चाउचाउ किनेर खाँदा मलाई ज्वरो आउँथ्यो भने 800 रुपियाँ खर्च गर्दाखेरि मलाई आज राति कति चाहिँ हुन्छ होला, के हुन्छ होला। ठिक छ, मैले दुईवटा महँगो कुरा किनेँ। एउटा 800 को यो किनेँ, अर्को 1200 को जुत्ता किनेँ र 2000 रुपियाँ त्यसै चिप्ल्यो। यत्तिकै हावा हुँडरी कुरामा चिप्ल्यो। ठिक छ। अनि मैले आधी घन्टादेखि लिएर यो बनाउँदा गरिरहेको छु। अहिलेसम्म चाहिँ ठिकठाक छ। एकचोटि लेट्स चेक इट आउट, के हुन्छ कस्तो हुन्छ, भिडियोको कस्तो चाहिँ आउँदो रहेछ चेक गरौँ। यत्तिकै डाइरेक्ट चाहिँ खानु है त। ल, यसको लागि चाहिँ टक्क यसो घुममा चाहिँ खोल्नु पऱ्यो, होइन। सबैले टक्क यहाँ उल्टो गऱ्यो, टक्क यहाँ सिउऱ्यौँ। फुलियासरी बालिया चाहिँ छ हो, यसलाई बाँ खोलिरहेको रहेछ। यस्तो अवस्था कसरी हुन्छ? गजल तिम्रा चक काखा त शाबास। ल, कस्तो आएको छ त क्वालिटीमा यार। सो वाट्स अप एभ्रिवान, वेलकम ब्याक अगेन। कोठा यस्तै मेसी छ, होइन। यो मलाई यस्तै अवस्था त मेरो कोठासँग त यस्तै हुन्छ। सो मेरो कोठामा फ्यान पनि छ, लाइन पनि आएको छ। यहाँ लाइन पनि आएको छ। आइफोनको चार्जर 4000 को है। डु नट अन्डर एस्टिमेट भनेको, डु नट अन्डर एस्टिमेट भन्नलाई मलाई यत्रो 4 घन्टा लाग्यो। ठिकै छ, कहिलेकाहीँ यस्तै हुन्छ भन्दा नि। ओके, यस्तो छ, होइन। त्यो क्वालिटी के छ कस्तो छ, अब बाहिर गएर ऐनामा देखाउँ भने कोठाबाट बाहिर निस्किन मिलेन क्यारे। कोठासोटा यस्तो मेसी छ। मैले हेलमेटको यो लामो यो के हो यो झिक्दिएँ, होइन। ठिकै छ, भोलि पर्सि चाहिएको अवस्थामा यो हालौँला यो पनि। सो अब केही दिनपछि चाहिँ बाँकी अन्त कतिको चेक गर्छ, त्यो लामो टाउको जति हल्लिन्छ त्यति त गर्नु हुने, होइन। वा बाहिर वाइल्ड पानी परेको छ, फेरि वाइल्ड पानी परेको। ल्यापटप मैले यतै फालिदिरहेको छु यसरी नै, नम्बर त्यतै छ, होइन। ओके, ल, आज मैले 4 मिनट मात्र भएको थियो यार। अहिलेलाई चाहिँ अब यो निकालौँ, होइन। निकालौँ। ओ लामो भाँची क्या छेनछेन भाँचेको। अनि त्यसपछि अब धेरै लाउने, फुकाल्ने, साला भालुको प्यान्टी हो र भन्दै एउटा लेखेँ। ठिक छ। अब यसलाई त म जतन गरेर राखिहाल्छु नि, फेरि मायाले चुप्पा गरेर राख्छु यस्तो खर्च गरिसकेपछि त, होइन। ठिक छ, इट्स फाइन। के छ अनि हो, अब म यो किनेँ, होइन। अब लेट्स सी के हुन्छ कसो हुन्छ, कहिले अब
आफ्नै बाइक भए त मलाई भिडियो बनाउन अनलाइन भनेर जानुहुन्थ्यो, यस्तो बजारतिर 10-15 मिनट घुमेर आउनुहुन्थ्यो। अहिले त बाइक अङ्कलको बाइक भने बेलामा पाइँदैन भन्ने कुरा हो। पाउन त पाउँछु मैले, दिनुहुन्छ अङ्कलले दिनुहुन्छ चलाउनलाई त होइन, पाउनु चाहिँ पाउँछु, तर भने बेलामा धेरै टाढा टाढा जान अलिकति पाइँदैन नि त, आफ्नो ठाउँ भइसकेपछि। सो डेट अब त्यही अनुसारको भ्लग आउँछ, के हुन्छ कसो हुन्छ हेरौँला न। भविष्यमा के हुन्छ भन्ने कुरा कसलाई के थाहा। भोलि मैले अलि टाढै गएर राम्रो भ्लग बनाउन पनि सक्छु, भोलि मैले बाइकै चलाउन नपाउन सक्छु, झिनै हुनसक्छ। भोलि ल ए बा म आफैले किनौँला किन, नहुने कुरा हो यो चाहिँ। ठिक छ। ए मैले अर्को पनि महँगो कुरा किनेको छु यार, 500 रुपियाँ घडी किनेको छु यार। लामो 500 रुपियाँ घडी किनेको है, भोलिपल्ट नचल्दै राखेँ। कस्तो गिद्दी भयो भने मासुलाई किनेर लिएर आएँ होइन, दिउँसो किनेर लिएर आएँ, दिउँसभरि चलिरहेको थियो। बेलुका खाना खाने बेलामा आइस हात धुँदा ओर्दा पानी पस्छ भनेर मायाले कोठामा राखेर गएँ। भोलि बिहान लाएर हिँड्न खोज्छु त सुई नै चल्दैन बा। कस्तो ल्याङ हान्यो नि, मेरो 500 रुपियाँ गयो भन्ने भएको थियो। ठिक छ, मैले बाबालाई पनि एउटा गिफ्ट दिएको थिएँ यार घडी। बाबाको त कहाँ महँगो हुने यार, 1400-1500 घडी त। तर बाबालाई त यो मेरो मन पऱ्यो र अब के भन्नु, मेरो चाहिँ बाबालाई मन पऱ्यो अरे, मैले किनेको चाहिँ मन परेन। लामो यो घडी के हो चिक्ने, ल ए कस्तो हो सधैँ के चाहिँ यार। अब यो बोरिङ भइसक्यो होला होइन, सुरुमा त अहिले ठिक छ, त्यो भिडियो पनि बोरिङ हुन थाल्यो। ठिक छ, 3 दिन हो, 3 दिनसम्म लातार लुत्तर पारेर त्यो हेर्ने मुजी 2जना त हो नि, के कति न बोरिङ। मेरो मेरा भ्युवरहरू टन्नै छन्, मेरा फ्यान फलोइङहरू टन्नै छन्, मेरा भिडियोहरू बोरिङ लाग्यो होला मेरो भ्युवरहरूलाई भनेर गर्नुपर्ने अवस्था छैन। 2जना 1जनाले हेर्छन्, को हुन्थ्यो 2जना, न लाइक गर्छन् न कमेन्ट गर्छन्। चिनिराख्न पाए ठिक हुन्थ्यो। ठिक छ यार, त तिमीहरूले पनि एकदम रेस्पेक्ट माया, सेकेन्ड रेस्पेक्ट धेरै माया, तिमीहरूलाई झन् धेरै माया। लाखौँ करोडौँ मान्छेलाई बाँड्ने माया, बाँड्दाखेरि माया कम हुन्छ भने तिमीहरूलाई मनभरिको माया 2जनाहरूलाई, मनभरिको माया तिमीहरूलाई। किप सपोर्टिङ, किप लभिङ गाइज। कति मिनट हो भर्खर मैले 7 मिनट भएको छ। के गर्ने तर मैले स्याम्पूको बट्टालाई यहाँनिर पेनहरू हाल्ने बट्टा बनाइदिएँ क्या भयो। अब एकचोटिमा म यत्रो पेनले देख्छु अब 1 2 3 4 5 कति चाहिँ ट्यालेन्ट होला क्या ममा कति। अझ एउटा हाइलाइटर पनि छ यहाँ, झन्डै हाइल्यान्डर बनेन छु। बेहोरा त कहाँ गतिलो छ र। खाना चाहिँ खाँदिनँ म, खाना चाहिँ कसम गीता छुएर तामाको भाँडा छुएर के छुएर भन्न खोज्न सोध्छौ, त्यही छुएर कसम खाएर भन्छु कि कसम अहिलेसम्म यस्ता कुराहरू चाहिँ खाएको चाहिँ छुइनँ। जसले जे भने केटी 50वटा फेरि होला, बरु केटी 50वटा फेरि होला, मुजी कतिचोटि बोल्यो होला होइन। 1-2जनालाई 1-2 थप्पड पनि हान्ने होला हान्न जिन्दगीमा। तर त्यस्तो बङ लात्तै ओ वाइल्ड डेन्जरै झगडा भयो यस्तो उस्तो दायाँ बायाँ छैन हेर है होइन, त्यस्तो पनि छैन। यसो कहिलेकाहीँ रिस उठ्छ नि, एउटा 1-2जनालाई पड्काइएको छ, तिनीहरू सल्ट गरेर चाहिँ हिँडिया छ होइन। तर मैले दुनियाँ दिवाना खाने डुल्ने हिँड्ने घुम्ने हिँड्न डुल्न घुम्नलाई त मैले पैसाकै लोभले म निस्किदिनँ घरबाट होइन। तर यस्तो झगडा गर्ने चाहिँ त्यो पनि मैले पहिला स्कुलमा हुँदा हो। अहिले त धेरै भयो मान्छे कुट्न नपाएको भने जस्तो। ठिक छ, त्यस्तो बानी बेहोरा राम्रो पनि होइन। तिमीहरू 2जना भ्युवरहरूलाई भनेको होइन, सबै बनाऊ असल बनाऊ, सबै बनाऊ असल बनाऊ, ज्ञानी बनाऊ सबै बनाऊ, असल नागरिकको सही ठाउँमा सही तरिकाले सही पहिचान दिउँ भन्ने उद्देश्यका साथ हामी अघि बढौँ। यति हो कुरो, यति हो। आज मैले पढ्न पनि पाइएको छैन, डुल्या छ कता के काम पर्छ, कहिले यही किन्न गएँ, कहिले के गरेँ यताउति गरेँ। अब पढ्छु भोलिलाई ब्लग पनि मैले अहिले बनाइहालेँ, पर्सिको लागि भोलि बनाउँला। अब पढ्छु, 7-10 मिनट भयो नि।
ल्यामेपछि 10 मिनट पनि ठ्याक्कै हुन लाग्यो। थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो। नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला, हेरिरहनु भएको छ भने माया गरिदिनु होला, लाइक गरिदिनु। 2जना है, स्पेसल त्यो 2जना है, को मुझे त्यो हेर्ने माया लाइक गरिहाल्ने त्यहाँनिर। चिन्ने कमेन्ट पनि गराएको त म यो हो भनेर कमेन्ट गराएको त म चिनी राखौँ है। मैले चिनीमा त चिना जानी राखौँ भनेको फेरि चिनी राखौँ भनेर कसै फेरि मिठो खालको चिनी भन्छ। अब चिनी राखौँ भन्दाखेरि कसै जिब्रो लड बेलामा अब त्यही राखौँ भने पनि सुन्दा रहेछन् मान्छेले। चिनजान गरिराखौँ भन्ने कुरा हो ल। सो थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो। सी यू अन नेक्स्ट भिडियो होइन भिडियो बाई।